हेलो साथीहरू नमस्ते सबैजनालाई नमस्ते नमस्ते। आजको भ्लग चाहिँ म बेलुका स्टार्ट गर्दैछु यहाँ डाँडामा बसेर। साथीहरू यो कुन डाँडा हो मलाई चाहिँ थाहा छैन, यो जङ्गलको छेउमा छु है साथीहरू म आज। अब उहाँ पुग्नुपर्ने, उता पारी पारी पुग्नुपर्ने छ, म यता आएको छु। काम छैन साथीहरू, त्यही भएर डुलो खाए जस्तै छ है जिन्दगी साथीहरू। यस्तो बाटो हिँड्नु पर्ने छ, अप्ठ्यारो बाटो छ साथीहरू। डुलो हिँडो खाए यस्तो छ, हल्लियो हिँडो जिन्दगी यसरी बितिरहेछ साथीहरू। अब कुद्नु पर्ने हुन्छ साथीहरू, टट्टर कुद्नु पर्ने हुन्छ। आज पनि म कुद्दै भिडियो बनाउँछु साथीहरू, हेर्न देख्न सक्नुहुन्छ जङ्गल घारीभित्र। कत्रो सिँगान आएको यार, आया खुट्टा गयो यार, खुट्टा गयो। आइया एउटा अम्लै भत्क्यो यार। आइया ओहो गयो नि यार खुट्टो। बाटो पनि दुलो दुलो छ साथीहरू, यस्तो छ बाटो, पुरा जङ्गलै जङ्गल। म त्यसरी निहुरेर छिरेँ साथीहरू, दुलो बाटो छ दुलो। भ्लग बनाउनै आउँदैन खासै मलाई, त्यही मोबाइल हल्लिहाल्छ साथीहरू, मिलाएर हेरिदिनु होला। मोबाइल तपाईँहरू चाहिँ नहल्लाइकन हेरिदिनु होला, किनभने मैले भिडियो हल्लाइहाल्छु क्या, त्यही भएर। जाडो भएको अवस्था। साथीहरू अब म चाहिँ उहाँ तल पुग्नुपर्ने हुन्छ, पारिदेखि छ नि घरै घर, ऊ त्यो तल तल ऊ त्यो पल्लो चाहिँ डाँडा, त्यो बिचको डाँडा मुनि चाहिँ मेरो घर हो। म चाहिँ त्यहाँ पुग्नुपर्ने हुन्छ साथीहरू। मजाले यहाँ बसिरहेको छु, यता काम छैन, डुलो हल्लियो हिँडो खायो, त्यही त हो साथीहरू। त्यही भएर म चाहिँ घुमेर आएछु आज दिनभरि। कहाँ कहाँ घुमेँ त्यो चाहिँ नभनौँ होला। काम छैन के गर्नु साथीहरू, हल्लियो हिँड्यो खायो, त्यही त। बेरोजगारी जिन्दगी छ, गाह्रो छ हौ मलाई। ऊ पहाडी जङ्गलमा चाहिँ बाघ पनि पाउँछ साथीहरू। म तल अस्ति बाघले गोरु खाएको भन्दै थिएँ। ऊ त्यो तल तल डाँडा मुनि मुनि हामी माछा मार्न जान्छ त्यो खोलामा, तल 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 कति टाढा छ। साथीहरू खुट्टो कम्ती साह्रो दुखेन यार, ड्याम्मै खुट्टोमा ठेस लाग्यो, ढुङ्गा ढुङ्गा छ बाटोमा, कम्ता साह्रो दुखेन यार। सिँगान पनि कति यार, खुट्टा दुख्ने भयो एकातिर, टाउको दुखिरहेर खुट्टा पनि घाइते भयो साथीहरू। चाहे कालीहरू खतरा खतरा गर्दैछ, कालीहरू थुप्रो बस्छ जङ्गलमा। साथीहरू रात परिसक्यो, अब चाहिँ पुरै अँधेरो अँधेरो भइसक्यो। त्यो के गुडाको
साथीहरू पुरै यो चाहिँ ऐँसिलो है, पाकेपछि खानलाई एकदम मिठो हुन्छ है। पुरा ऐँसिलो घारी चाहिँ यता पुरै रोडको डिलमा ऐँसिलो पुरै थुप्रो छ क्या ऐँसिलो यहाँ। बेलुका त जाडो लास्टै हुन्छ यहाँ। उधर छोटा सा गांव है गाइस, छोटा सा है, 1 2 3 घर है। आच्छू के साह्रो जाडो यार। सो गाइस म चाहिँ घरमा आएर पनि रुममा आएर पनि बसिरहेको छु होइन। लास्टै कालो भयो साथीहरू। ल साथीहरू भोलिको भिडियोमा भेटौँला। आजलाई चाहिँ बाई बाई।